अनि त्यसपछि अन्तिम अनुरोध चाहिँ 84 को वैशाखमा स्थानीय तहको होला अथवा 84 को वरिपरि होला। कम्तीमा चुनाव लड्नको लागि नहिचकिचाउनुस्, केही चाहिँदैन। म हेर्नु पैसा खर्च नगरिकन चुनाव लडेको, माममारी धनी हुनुपर्छ, पार्टीको आशीर्वाद हुनुपर्छ, यो सबै माइन्डसेट छ भने यसलाई निकाल्दिनुस्, आउनुस्। 84 मा केही नभए पनि स्थानीय चुनावमा 1-2 महिना 2-3 महिना जति सक्नुहुन्छ, फेरि संघीय चुनावमा 1-2 महिना 2-3 महिना जति सक्नुहुन्छ, अझै सक्नुहुन्छ भने पुरै स्थानीयदेखि संघसम्मै आइदिनुस्, बस्दिनुस्, क्याम्पेन गरिदिनुस्। त्यसपछि पनि चुनाव हारिएछ भने तपाईँले आफ्नो पेसामा जानी गरेर आउनु होला। फेरि 5 वर्ष म लुटेर बस्छु, चुसेर बस्छु, राजनीति नै गर्छु भन्ने पनि छैन। यदि तपाईँ राम्ररी व्यवस्थापन रूपमा गर्नु भएको छ भने चाहिँ आउनुस्। 5 वर्ष 10 वर्ष कति राजनीति गर्ने आफ्नो एक्जिट प्लान लिएर आउनुस्। यो जिन्दगीभरि जो सुरु गरेदेखि मरुन्जेलसम्म चाहिँ नगर्नुहोस् होइन। अनि त्यो हिसाबले गर्दै आउनु होला। अझ विशेष गरी चाहिँ विदेशमा हुनुभएकोहरूले चाहिँ सकेसम्म आइदिनु होला, सकेसम्म अब ट्राई गर्नु होला। तपाईँको बिदा होला, बिदा अलिकति पैसा जोगाएर बस्नुस्, पैसा पनि बिदा जोगाएर बस्नुस्, आएर मतदान गर्नुपर्छ हो। अब चाहिँ अति भइसक्यो।